कहाँबाट हरायो कसरी हरायो पहिले राख्नु भएको थियो कहिले राख्नु भएको थियो कहाँनिर राख्नु भएको थियो कहाँनिर राख्नु भएको थियो साङ्लैसित लैसक्यो हो हजुरको हिजो 7 दिन बाद बच्चा भोके म त हिजो अस्ति बाद त बेंगलोरबाट पुगे हेर्नु न बच्चा भोकै बनिकन दुईटा गेस ल्याइकन दुई यो बोइनी साना बच्चा छन् भन्नु 3 सालको बच्चा पर स्कुल हालेको छ भोकै छ नागा छ यस्तो गरिकन यो गेस उठाइकन लिएपछि क्यान पड आमुले हजुरको नाम चाहिँ के हो मेरो सुनिता विष्ट हो हजुरको घर चाहिँ कहाँ हो यहाँ मेरो घर लालु लालु भन्नाले नरेन्द्रनाथ ए जहाँ कालीकोट पर्यो हजुर कालीकोट नरेन्द्रनाथ लालु भाडा बोक्ला समस्या छ नि बडा लम्बराट एकदम कति दिन भयो यहाँ ग्यास राखे हजुरले 7 दिन भयो गेस राखे 7 दिन 7 दिन भयो 7 दिनसम्म बच्चा भोकै छन् होटलको खाना लिएर खाना छौं ओहो अनि गाह्रो रहेछ तर तपाईले ग्यास पाउनु भएन ग्यास उल्टै चोरी भयो उल्टो चोरीकन लिएछ ओहो अहिले आउँदाखेरि पुलिससँग भन्यौ र किन राख्नु भयो छियो अरे के पुलिस हो नि अनि इनले खोजी नआएपछि हामीले के गर्नु पर्यो भन्नु त हामीको त चाहियो त बच्चा भोका छन् नागा छन् गरिब जनताको नि पुलिसले चिनेपछि को अन्या को सुरक्षा अन्या भने के पुलिस हुन् भने अनि यो तपाईको के भन्छ यो कुपन दिएको के दिएको नै कुपन दिएको तल नेपाली केस हो यो सयपाल केस हो बेंगलोरबाट आए कि म त बच्चा भोकै बनिकन बेंगलोरबाट आए कि नवीकरण गर्न आए कि म एकल महिनाको थाहा पर्यो कि आज यस्तो ग्यास उठाइदिएपछि बच्चा 7-7 दिनसम्म भोकै छन् हजुर चाहिँ भारतबाट यहाँ आउनु भा बच्चा भोकै छन् मेरा 6-7 वर्षका बच्चा छन् दिदी कति दुःख गरेर विदेश गइकन कमाउँछु नि भनेपछि गेस चोरी ल्याएछु मैले के गर्नु पर्यो भन्नु त हो हामीलाई दुःख लाग्दैन पिट मर्का लाग्दैन भन्नुभयो आज 2 दिनमा दुईटै ग्यास चोरी भयो दुईटै गेस चोरेर लिया दुईटै चोरी भइ गए दुईटै ताला यस्तो ताला हो यस्तो छुट्टी लाइकन यस्तो साङ्गोले लाइकन फेरि भनेपछि पर यस्तो प्लास्टिकको डोडाले आम्न गेसौड बानिकन उयो अक्का गेसौड प्लास्टिकको डोडाले बानिकन हिजो 6 बजे गयो त्यो गेस बानिकन हिजो 6 बजे गयो राति गोले चोरेर लियो राति यस्तै छोड्दिनु भएको यस्तै बानिकन गयो कि छोड्यौ न साङ्गो लाइकन दुईटै छोड्दे दुबै उठाइकन लग्यो को लाग्यो रसी पराउँदो खाली हेर्नु परबाटी प्लास्टिक खालिया त रसी कहाँ फाले यस्तो गरिकन बानिकन यसरी आम्ना गेसौड यस्तरी आम्ना गेसौड बानिकन हेर्नु यस्तरी बानिकन त्यो अक्का मान्छेका गेसौड यस्तरी बानिकन यो यस्तरी बानिकन यस्तोमा बान्नु भएको छैन यी दुई लाइकन हजुर यी दुई भयो हेर्नु यी दुई भइकन यही रसीले उतिएर लिए पनि त्योसिमन लेला भन्यौ यस्तरी गाँठो बाडिकन यस्तरी गयो कि यी त अलग छ यी बानिकन यस्तै उठाइकन लियो यो रसी फालीको यो उठाएर लियो तपाईले योलाई चाहिँ यता बान्नु भएन दुईतिर मात्रै बान्नु भयो दुवै मात्रै बानी एउटा बानिया छ नि त यहीकन बान्यौ न यस्तरी यही रसीले प्लास्टिकले राइनु अरिक्यौ हराए सिलिन्डर दुईटा सिलिन्डर हरायो यस्तरी गइकन भन्नु हजुर घर छ कि डेरामा बस्नुहुन्छ भाडामा बसालेको बच्चा पढ्दा श्रीमान नै एकातिर यही हर्दिल स्कुल अगाडि एक हर्दिल स्कुल पढ्छ एक बोर्डिङ हालिया यस्तो हत्या भयो सरकारले पनि के हेर्नु यस्तो जातिवृत्ति भयो के आज 7 दिन मम्मी गेस पाइदिनु भोकै छौ वहाँनिर बिचारा हेर त 35,000 भारूको काम छोडेर आएँ म बच्चाको लाग्दा टेन्सन भयो बहुत तनाव भयो नेताहरू पनि भोट माग्ने बेला मात्रै आउँछन् पछि भने यस्तो जनताहरूलाई यति दुःख भएको छ यस्तो शास्ति भएको छ केही न केही गर्नुपर्छ के होइन अब यो कुराहरू अब सबैले हेर्नु पर्यो धेरै समस्या भएको छ बिचारा भाडामा बस्ने मान्छेहरूलाई कति दुःख भएको छ घर भएको मान्छेले दाउरा बाल्ला होइन आगो बाल्ला अब भाडामा बस्नेलाई सबभन्दा भाडामा बस्नेलाई समस्या छ कि बिचारा सबभन्दा सिलिन्डर चोरेर लग्ने मान्छेलाई पत्ता लगाउनु पर्यो सबभन्दा अनि हजुर पनि ग्यासको लाइनमा हो म होइन म त्यतिकै हिँडेको बिचारा रोको देखेर टिट लाएर अनि के रहेछ भनेर म ग्यासको लाइनमा दिनु पड्यो न हाम्रो के त म त अहिले 4 साल भयो भन्नु म त तल इन्डिया बस्छु बेंगलोरे बस्छु अहिले 4 साल भयो भर्खर हिजो पुगे म त बच्चा भोकै ग्यास पाइँदैन मम्मी आयो भने यो नम्बर हेर्न दिन त एकीले पर ग्यासौड हेर्न दिन ग्यासौड हेर्न दिदिन कहाँ हेर्न दिएन कसले कहाँ हो हेर्नु न आउनु मेरो रसीमा लगाएको दुईटा सिलिन्डर मैले तिर्यो हेर्नु न मैले न केही गरिएको छ न केही खाएको छ न
भाडा उठाएको छ न केही गरिरहेको छ 2टा सिलिन्डर तिर्यो हेर्ने मेरो रसीमा यो साङ्लोमा मात्र लगाइदिएको 2टा सिलिन्डर तिर्यो पुलिस ल्याएर आउँछु भनेर भन्न लाग्यो बेइज्जत गर्नु भन्दा बेइज्जत हुनु भन्दा 2टा सिलिन्डर तिर्यो मैले यस्तो तपाईले बाउडा भित्र यस्तरी बानी हो यस्तरी किन आफ्नो ग्यास बानी यस्तै साङ्लोमा लगाएको मैले 2टा तिर्यो अब के गर्ने क्यान्ने मेरो ग्यास दिनु पड़ो अरू क्यान्ने ग्यास नदियो भने क्यान्नु पड़ो इनगन चोर अनि क्यान्नु हुने चोर त चोर र काम गएको त्यहीकन भेटाएपछि कुकुरले खुजाइदिने हो म दुई ग्यासका 4 ग्यास भराउने हो कि त्यही मान्छे त म खबर हो कि अब यो जस्तो यहाँ त अब नगरपालिका छ अनि यो आयल निगमले यहाँ बाँड्न चाहिँ आयल निगम आउँछ तपाईँहरूलाई ग्यास दिन चाहिँ अब आयल निगमलाई के भन्नुहुन्छ त यो ग्यास दिनेलाई अब ग्यासै छैन के ग्यासै छैन के दिनु नि त चोरहरू लाग्यो चोरहरू लाग्यो चोरी लिने के भन्नु नि दिने पो सगत अन्य चोर्ने के को सगत भयो